हेलो सबैजनालाई नमस्ते छ। म चाहिँ आज कहाँ जाँदैछु हेर्नुहोस्, हजुरहरूलाई देखाउने छु। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला है प्लिज। म कहाँ जाँदैछु हजुरहरूलाई देखाउने छु। हेर्नुहोस्, फाइनली म चाहिँ आइपुगेको छु आरसीएम स्टोरमा। आरसीएमको सामान लिन भनेर आइपुगेको छु। हेर्नुहोस् हजुरहरूले, हेर्नुहोस् हजुर, यो चाहिँ आरसीएमको स्टोर। म चाहिँ आरसीएममा आइपुगेको छु फाइनली, र म के सामान लिन खोज्दैछु हेर्नुहोस्। यो चाहिँ कपडा धुने साबुन हेर्नुहोस् आरसीएमको। हजुरलाई कुन मनपर्छ भन्नु होला। यो चाहिँ आरसीएमको निमक। मलाई चाहिँ यही मनपर्छ र म चाहिँ यही लिन्छु। हेर्नु, निम साबुन आरसीएमको धेरै राम्रो हुन्छ। हजुरहरूले युज गर्नुभएको छैन भन्नु होला। युज गर्नुभयो, एकखेप गरेर हेर्नुहोस्, थाहा पाउनुहुन्छ कस्तो छ। यो चाहिँ हेर्नुहोस् आरसीएमको सेम्पू। म चाहिँ यो सेम्पू पनि लिँदैछु, मलाई सेम्पू पनि साह्रै मनपर्छ। यो चाहिँ अगरबत्ती हेर्नुहोस् आरसीएमको, साह्रै राम्रो हुन्छ। हजुरहरूले युज गरेर भन्नुहोस् कस्तो मजा छ। हल्दीको प्याकेट हेर्नुहोस्, यो पनि आरसीएमको हो, हल्दीको प्याकेट। म चाहिँ सधैँ यही युज गर्छु। यो चाहिँ हेर्नुहोस् आरसीएमको सर्फ बिच पाउडर भन्छ, धेरै नै राम्रो हुन्छ यसले कपडा। म चाहिँ जहिलेबाट आरसीएममा जोडेको थिएँ तहिलेदेखि म चाहिँ यही युज गर्छु, धेरै राम्रो हुन्छ। हजुरहरूले पनि युज गरेर हेर्नु होला। यो चाहिँ हेर्नु सब्जी मसला, हजुरहरूलाई कस्तो लाग्छ एकखेप युज गरेर हेर्नु होला। मलाई चाहिँ यो धेरै राम्रो लाग्छ र म जहिले पनि यही लिन्छु। यो फाइनली यो दुईवटा लिएँ मैले। ओके, हेर्नुहोस् मेरो 50 चाहिँ भइसकेको छ अलरेडी। र हजुरहरूलाई आरसीएमको सामान के कस्तो लाग्छ, आउनुहोस् स्टोरमा भिजिट गर्नुहोस्। र को जोडिनु भएको छ आरसीएमको स्टोरमा प्लिज कमेन्ट गरेर भन्नु होला। म चाहिँ अब मेरो सामान लिइसकेँ र म बिल गर्छु र म निस्किन्छु। सबैजनालाई बाई बाई, धन्यवाद। यो चाहिँ हो बेङ्गलोरको स्टोर। म चाहिँ अहिले वर्तमान बेङ्गलोरमा छु। बेङ्गलोरमा यो सामान लिएर